नमस्कार सबैमा। म पद्म पुराणको एउटा रोचक प्रसङ्ग यहाँहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु। यसलाई लाइक, कमेन्ट र सब्स्क्राइब गरी सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। एक दिन भगवान शिव र दैत्यराज जालन्धरको घमासान युद्ध हुँदा भगवान शिवको पिनाक धनुले दैत्यराज जालन्धर युद्धभूमिमा मूर्छा परेर ढलेपछि जालन्धरका सम्पूर्ण सेनाहरूलाई भगवान शिवले वध गरिदिनु भयो। वध गरिदिसकेपछि पछि दैत्यराज जालन्धर बिउतिएर हेर्दा त उसका सबै सेनाहरू मरेको देखेपछि एकदम चिन्ता मानी उले आफ्ना गुरु शुक्राचार्यलाई भेट्न गए र शुक्राचार्यसँग भने मेरा सम्पूर्ण सेनाहरू चाहिँ हजुरले मन्त्र शक्तिद्वारा बिउताइदिनु पर्यो भनेपछि शुक्राचार्यले सबै जालन्धरका सेनाहरूलाई मन्त्र शक्तिद्वारा बिउताइदिनु भयो। यो कुरा शिवजीले पछि थाहा पाउनुभयो। थाहा पाएपछि शिवजीले अब शुक्राचार्य गुरुलाई नै वध गर्ने निश्चित गर्नुभयो र शुक्राचार्य गुरुलाई वध गर्न लाग्दाखेरि शुक्राचार्यले भने भगवान ब्राह्मण हत्या गर्नु उपयुक्त हुँदैन। पहिला ब्रह्माजीको शिर छेदन गर्दा पनि यस्तै कठिन परिस्थिति उत्पन्न भएको थियो भनेर शुक्राचार्य गुरुले शिवलाई भनेपछि शिवले फेरि चिन्तन मनन गर्नुभयो र उहाँले शुक्राचार्य गुरुलाई तह लगाउनको लागि चाहिँ एकजना कृत्या नामकी स्त्री प्रकट गर्नुभयो र कृत्या नामकी स्त्रीलाई भन्नुभयो तिम्रो आफ्नो योनिमा चाहिँ शुक्राचार्य गुरुलाई लुकाएर राख्नु भनेपछि कृत्या नामको स्त्रीले चाहिँ शुक्राचार्य गुरुलाई आफ्नो योनिभित्र लुकाएर राखिन् र केही छिनपछि अलप भइन् हुनी। यो रोचक प्रसङ्ग यति नै हो र शिवले सम्पूर्ण जालन्धरका सेनाहरूलाई जालन्धर सहित सखा पारिदिनु भयो। यही रोचक प्रसङ्ग यहाँहरु समक्ष प्रस्तुत गरेँ। हस्त धन्यवाद।